सो मैले यो भनिरहेको थिएँ है, रोलरको यसरी बुझ्नु पऱ्यो कि होइन, हामीले बिहेभियर चाहिँ सेम हुनु पऱ्यो क्या बिमको, भनेको थियौँ नि होइन। काइनेमेटिक बिहेभियर चाहिँ हामीले सेम बनाउनु पऱ्यो क्या। हाम्रो यो बिमले जस्तो बिहेभ गर्छ होइन, रियल बिमले, यहाँ पनि हामीले कन्जुगेटली सेम त्यस्तै बिहेभियर गराउने बिम चाहिँ बनाउनु पर्ने हुन्छ क्या होइन। तर हाम्रो के भन्छ कन्जुगेट बिम मेथडले, हाम्रो रोटेसन भनेको चाहिँ सियर फोर्स, डिफ्लेक्सन भनेको चाहिँ बेन्डिङ मोमेन्ट, यो कुरा चाहिँ याद हुनु पऱ्यो है। सो अब सेकेन्डमा बुझ्दाखेरि हाम्रो हिन्ज होइन, हिन्ज सपोर्ट पनि हिन्ज नै हुन्छ। कसरी हुन्छ यसले पनि होइन, हिन्ज सपोर्टमा याद गरौँ त, यहाँबाट एउटा चाहिँ आउँछ हाम्रो के भर्टिकल रियाक्सन आउँछ होइन, अनि पछि यहाँ होरिजेन्टल रियाक्सन पनि यसले रेसिस्ट गर्न सक्छ। यानि कि यसले चाहिँ मोमेन्ट चाहिँ एलाउ गर्दैन। मोमेन्ट एलाउ गर्दैन भनेको यो चाहिँ यो पोइन्टबाट यसरी इजिली यो पोइन्टमा मैले यसरी किला गाड्यो भने होइन, यो चाहिँ यसरी रोटेट गर्न चाहिँ सक्छ होइन, मोमेन्ट एलाउ गर्दैन। मोमेन्ट आयो भने चाहिँ रेसिस्ट गर्दैन, यसले चाहिँ टर्न गराइदिन्छ होइन। सो सेम भयो होइन। त्यसपछि हाम्रो फिक्स एन्ड भयो भने चाहिँ फिक्स एन्ड छ होइन। फिक्सलाई चाहिँ हामीले फ्री बनाएको छौँ। फिक्समा के बिहेभियर हुन्छ हेरौँ त। फिक्स भनेको चाहिँ हाम्रो सियर फोर्स 0 हुन्छ क्या, अरे सियर फोर्स भन्छु, रोटेसन 0 हुन्छ, रोटेसन 0 हुन्छ फिक्समा होइन। यो थाहा हुनुपर्ने कुरा हो। यो कसरी पनि बुझ्न सकिन्छ भन्दाखेरि म एउटा एक्जाम्पल दिन्छु होइन। म एउटा एक्जाम्पल दिन्छु। हाम्रो कुनै यो एउटा फिक्स बिम छ होइन, एउटा फिक्स बिम छ, कुनै लोड लागिरहेछ भनेपछि, यो लोड लागिरहेछ भनेपछि यसको डिफ्लेक्सन कर्भ होइन, मतलब यो बिम चाहिँ, यो बिचको बिम जो चाहिँ दुईवटा फिक्स एन्डले चाहिँ हाम्रो सपोर्ट गरिरहेछ, त्यो चाहिँ यदि यो बिम पछि डिफ्लेक्ट भयो भने चाहिँ हाम्रो कस्तो सेप हुन्छ त। हाम्रो सुरुमा यहाँबाट यसरी स्ट्रेट जान्छ, त्यसपछि यसरी कर्भ हुँदै यस्तो जाने हो क्या होइन, यसरी यहाँबाट स्ट्रेट जान्छ क्या। डाइरेक्टली यहाँबाट चाहिँ यस्तो चाहिँ हुँदैन क्या, यस्तो हुँदैन क्या, यस्तो हुँदैन क्या। किनकि यसले अब यहाँनिर के बुझ्न सकिन्छ त्यो भन्दाखेरि, किन त्यो भयो भन्दाखेरि यहाँनिर चाहिँ हाम्रो फिक्स बिम छ, यसले चाहिँ तिनटै कुराहरू चाहिँ रेसिस्ट गर्छ क्या। हाम्रो होरिजेन्टल पनि रेसिस्ट गर्छ, भर्टिकल पनि रेसिस्ट गर्छ, र मेन मोमेन्ट पनि रेसिस्ट गर्छ। यसले चाहिँ हाम्रो होरिजेन्टल डिस्प्लेसमेन्टबाट बचायो, यसले चाहिँ हाम्रो एक्जियल डिस्प्लेसमेन्टबाट बचायो, यता र उता जानबाट। यसले चाहिँ हाम्रो यहीँनिरबाट घुम्न, यहीँनिरबाट मोडिनबाट जोगायो क्या, किनकि यसले त मोमेन्ट रेसिस्ट गर्दैछ। तर हाम्रो सिम्पली सपोर्टेड बिममा चाहिँ के भइदिन्छ भन्दाखेरि यो यसरी आइदिन्छ डिफ्लेक्टेड सेप। यदि माथि लोड लागेको छ भने है यसरी आइदिने भयो डिफ्लेक्टेड सेप हो, किनकि यसले त मोमेन्ट रेसिस्ट गर्न सक्दैन, यसले त मोमेन्टलाई एलाउ गरिदिन्छ हो। त्यही भएर यसरी बुझौँ है। यी कुराहरू भनेको हाम्रो अप्लाइड मेकानिक्स और हाम्रो थ्योरी अफ स्ट्रक्चर 1, हामीले यिनीहरूमा नै बुझ्नुपर्ने कुराहरू हो, बेसिक कुरा। त्यही पनि मैले डिस्क्राइब गरिदिएँ। सो यहाँ यति भइसक्यो, यो भयो है। अब सेम बिहेभियर देखाउने, सियर फोर्स 0 हुनु पऱ्यो, यसले सियर फोर्स पनि सियर फोर्स भने रोटेसन चाहिँ 0 हुनु पऱ्यो, अनि डिफ्लेक्सन पनि, यसले डिफ्लेक्सन चाहिँ हाम्रो भर्टिकलले रोक्यो, अनि रोटेसन हाम्रो केले रोक्यो, हाम्रो अभियसली यो मोमेन्टले रोक्यो हो। त्यस्तै गरी सियर फोर्स थीटाको करस्पोन्डिङ हाम्रो सियर फोर्स हुन्छ, सियर फोर्स पनि 0 हुनु पऱ्यो, मोमेन्ट पनि 0 हुनु पऱ्यो, यस्तो कुरा खोज्नु पऱ्यो। त्यो हाम्रो अभियसली फ्री एन्डमा बाहेक अरू कुनैमा हुनै सक्दैन। त्यसपछि अब हाम्रो फ्री छ भने चाहिँ फिक्स सेम क्या, फ्री छ भने फिक्स, कुनै एन्ड फ्री देख्नुहुन्छ भने फिक्स सेम, यो त्यसै गर्ने। त्यसपछि हाम्रो चाहिँ बिचमा सपोर्ट आयो भने होइन, कुनै पनि बिमको होइन बिचमा चाहिँ रोलर सपोर्ट आयो भने हामीले त्यहाँ के गर्छौँ, इन्टर्नल हिन्ज राखिदिन्छौँ। इन्टर्नल हिन्जले के गर्छ भन्दाखेरि हाम्रो इन्टर्नल हिन्जमा हाम्रो सियर फोर्स नट इक्वल्स टु 0 हुन्छ, तर मोमेन्ट चाहिँ 0 हुन्छ। हामीले याद गरौँ त, पहिला नै हिन्ज भनेको के हो भन्दाखेरि होइन, मैले हिन्ज भनेको के हो भनेर कसरी बुझाउन सक्छु भने, हिन्ज भनेको चाहिँ यस्तो हो क्या, त्यो यस्तो हो क्या, हिन्ज भनेको यस्तो रोटेसन हो। यो भयो नि, यो यहाँनिरको टर्निङ पोइन्ट, यो भनेको चाहिँ हिन्ज भयो क्या, यो भयो कि यस्तो भनेको यो हिन्ज भयो क्या, यो हिन्ज भयो। यो हामीले प्लास्टिक हिन्ज पढ्नुपर्छ, त्यसमा पनि काम लाग्छ। यो हिन्ज भनेको चाहिँ त्योबाट चाहिँ रोटेट हुन सकोस् भन्ने किसिमको होइन हो। इन्टर्नल हिन्जबाट अब मोमेन्ट चाहिँ 0 हुन्छ, तर सियर फोर्स भने 0 हुँदैन होइन। त्यसपछि इन्टेरियर सपोर्टलाई इन्टेरियर हिन्जमा आउनु होइन। त्यसपछि हाम्रो हिन्ज आएको छ भने, बिचमा हिन्ज आएको छ भने, अब बिच भन्नाले कस्तो भन्दाखेरि जस्तै यो हाम्रो एउटा यस्तो बिम आइदियो अरे होइन, यस्तो बिम आइदियो हो, यो यसको कुरा भइरहेछ क्या, यसको कुरा भइरहेछ। यसमा चाहिँ यो आइदियो भने अब हाम्रो कन्जुगेट बिममा के हुनुभयो, बाहिर चाहिँ हाम्रो सपोर्ट सिम्पली सपोर्ट आयो होइन, हिन्ज र रोलर आयो भने नो चेन्ज, किनकि सेम हुन्छ। बिचमा यो आयो भने के हुने भयो, हिन्ज हुने भयो सेम।
यदि यो हाम्रो चाहिँ अब अहिले यसको लागि यो कन्जुगेट बिम भयो। अब यो यदि रियल बिम छ भने यसको कन्जुगेट कस्तो हुन्छ होला त? यस्तो हुन्छ है। यसको सट्टा के आयो? हो, इनको सट्टा रोलर आयो। त्यही भन्न खोजेको छ है। अब यहाँ एक्जाम्पल्सहरू छ। दिस फिगर्स अन बिलो द एक्जाम्पल अफ कन्भर्जन अफ बिम भनेको छ है। बिमको कन्भर्जन देखाएको छ। अब यो रियल बिम हो भने हामीले के बुझेका छौँ? फिक्सलाई फ्री पार्ने, फ्रीलाई फिक्स पार्ने। हेरौँ त, एमा फिक्स थियो फ्री छ, बीमा फ्री थियो फिक्स भयो होइन। सो अब एक्जाम्पल नम्बर 2 हेर्दाखेरि हाम्रो हिन्ज हेर त। यो भने हिन्ज सपोर्ट, रोलर सपोर्ट। के थाहा छ हामीलाई? हिन्ज सपोर्ट र रोलर सपोर्ट आयो भने रोलरको रोलर छ, हिन्जको हिन्ज छ होइन। फिक्सको फ्री छ अनि फ्रीको फिक्स छ। रोलरको इन्टरनल हिन्ज छ अनि इन्टरनल हिन्जको रोलर छ होइन। थाहा छ नि त। अब हेर त, सिम्पली सपोर्टेडको यो सेम एज इट इज, यो सेम एज इट इज। अब चाहिँ हाम्रो यो आयो, यो बिचमा आयो ओके। यो भनेको हामीले बिचमा रोलर आयो भने के, बिचमा रोलर आयो भने के सम्झौँ त? हाम्रो के अभियसली इन्टरनल हिन्ज। त्यही भएर बीको ठाउँमा इन्टरनल हिन्ज। साइडमा सिम्पली सपोर्टेड टाइपको रोलर आओस् अथवा हिन्ज आओस्, एज इट इज सेम। फिक्स फ्री आयो भने के, सीमा फिक्स हुनु पऱ्यो होइन। सेम यो अब हेरौँ है, यहाँ हिन्ज आछ, यो आछ, अभियसली यही म्याच जस्तै भयो क्या, म्याच गर्ने। यो सेम, यसको करस्पोन्डिङ यो सेम आयो अनि हिन्जको ठाउँमा रोलर अभियसली, फिक्सको ठाउँमा फ्री अभियसली। अब त्यसपछि यो के होला? यो एज इट इज सेमै होला। यहाँनिर हिन्ज हुन्छ, सेम। यो एज इट इज सेम, यहाँनिर हिन्ज भयो होइन। अब यति हामीले बुझिसक्यौँ, कन्सेप्ट यति बुझिसक्यौँ। अब यति नै छ यो भिडियो होइन। बेसिक कन्सेप्ट के बुझियो भन्दाखेरि म 1 मिनटमा सर्टसर्ट भनिदिन्छु। कन्जुगेट बिम मेथडले के गर्छ? कन्जुगेट बिम मेथड भनेको कस्तो मेथड हो? के गर्ने भन्दाखेरि सुरुमा हामीले रियल बिमको चाहिँ हामीले मोमेन्ट डायग्राम बनाउने। M/EI डायग्रामले हाम्रो रियल बिमको बनाउने। त्यसपछि सपोर्ट कन्डिसनहरू चेन्ज गरेर सेम स्पान लेन्थको हामीले कन्जुगेट बिम मात्र बनाउने। अब त्यो कन्जुगेट बिममा चाहिँ हामीले भर्खरै बनाइएको M/EI डायग्राम के गर्ने? लोड गर्ने। त्यो लोड गरिसकेपछि हाम्रो के हुन्छ? M/EI डायग्राम लोड गरिसकेपछि हाम्रो अब त्यहाँ जुन पोइन्टमा हामीले सियर फोर्स निकाल्छौँ कन्जुगेट बिमको, त्यो भनेको हाम्रो रियल बिमको के हुने भयो? ठिटा हुने भयो, रोटेसन हुने भयो। सिमिलरली कन्जुगेट बिममा हामीले जुन पोइन्टमा हामीले मोमेन्ट निकाल्छौँ कन्जुगेट बिममा, त्यो चाहिँ हाम्रो रियल बिमको डिफ्लेक्सन एट द्याट पोइन्ट हुने भयो। यति नै हो, कन्जुगेट बिम सकियो। थ्याङ्क यू।